संघका अध्यक्ष, जनप्रतिनिधिज्यू र मञ्चमा बस्नुभएका सम्पूर्ण अतिथिगणहरूलाई म समर्पण नेपालको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई स्वागत गर्न चाहन्छु। सबभन्दा पहिला त म कम्युनिस्ट नेपाललाई 19औं साधारण सभाको हार्दिक शुभकामना दिन चाहन्छु र प्रगतिको शुभकामना पनि दिन चाहन्छु। धेरै साथीहरूले धेरै कुराहरू राखिसक्नु भएको छ, उहाँहरूको कुरामा मैले समर्थन जनाउँदै, तर केही न केही कुराहरू राख्नै पर्छ। उहाँहरूको कार्यक्रम हेर्दामा सम्पूर्ण विभिन्न विषयवस्तुहरूमा कार्यक्रम उहाँहरूले सञ्चालन गर्नुभएको छ। विगत लामो समयदेखि संस्थालाई आज यहाँसम्म लिएर आउनु पनि धेरै कठिन र धेरै चुनौतीहरू समस्याहरू हुन्छ। एकतिर राज्यलाई एनजिओलाई हेर्न नचाहने, एकतिर विभिन्न डोनरहरू पनि पछाडि हटेको अवस्थामा पनि उहाँहरूले जुन उहाँको टिम छ, त्यो टिमले आफ्नो मेहनत र सफलताले आज 19औं वार्षिक साधारण सभामा जुन पुग्ने सफलता गर्नुभएको छ, एकदम यो महत्त्वपूर्ण चिज हो। रहेको कुरा जुन अहिले वादी समुदायभित्र राज्यको निकाय र राज्यले हेर्न नसक्ने अवस्थाहरूमा कम्युनिस्ट नेपालले आज विभिन्न जिल्लाहरूमा वादी समुदायका बालबालिकादेखि उहाँहरूको शिक्षा, उहाँहरूको स्वास्थ्य सँगैमा उहाँहरूको रोजगारीको अवस्था पनि जुन एउटा कम्युनिस्ट नेपालले विगतदेखि गर्दै आएको छ र अहिले पनि उहाँहरूले गर्दै आइराख्नु भएको छ। झन्डै अस्ति केही मुद्दाहरू पनि अदालतसम्म पनि उहाँहरूले लग्नु भएको छ। यो पनि एउटा चुनौतीको कुरा हो र उहाँहरूले मलाई लाग्छ जस्तै अदालतका मुद्दाहरूमा पनि सफल हुनुहुन्छ। र यस्तै गरी समुदायलाई, अल्पसङ्ख्यक र पछाडि परेका समुदायलाई उहाँहरूको चिन्ता मात्रै के हुन्छ, उहाँका सम्पूर्ण टिमहरूसँग भेट्दा उहाँहरूको चिन्ता हुन्छ वादी समुदाय र सँगैसँगै पछाडि परेका समुदायलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर उहाँहरूको चिन्ता त्यो छ। मलाई लाग्छ जस्तै कम्युनिस्ट नेपालले लिएको जुन एउटा उद्देश्य छ, त्यो उद्देश्य मलाई लाग्छ जस्तै जसरी वादी समुदायको विकास र उन्नति छ, त्यस्तै गरी अन्य जुन पछाडि परेका समुदाय छ, अल्पसङ्ख्यक समुदायहरूलाई पनि उहाँहरूले अगाडि बढाउनुहुन्छ र दलितहरूका जुन जातीय छुवाछुत मुद्दाहरू पनि उहाँहरूले सँगै लिएर जुन एउटा दलितमा अहिले पनि छुवाछुतहरू भित्रभित्र भइरहेको छ, तर यो काम राज्यले गर्नुपर्ने यो विभिन्न सङ्घ-संस्थाले गरेको अवस्था छ। आज हामी हेर्दै जाम, खुसी लाग्छ कमसेकम आज यति हाम्रो वादी समुदायका दिदीबहिनीहरू, दाइ-भाइहरूसँग भेट हुँदा एउटा खुसी लाग्छ। कमसेकम उहाँहरूले नागरिकताको विषयमा धेरै उहाँहरूले सङ्घर्ष गरेर कम्युनिस्ट नेपालले केही धेरै मात्रामा साथीहरूले नागरिकता पनि प्राप्त गर्नुभयो, केही साथीहरूले उच्च सरकारी कार्यालयहरूमा पनि पुगाउने कम्युनिस्ट नेपालले पुरा गर्यो। हुन त मैले मान्यजीले संसद भवनमा राखेका कुराहरू मैले प्रत्येक कुराहरू उहाँकोहरू हेर्छु, कमसेकम खुसी लाग्छ। कमसेकम उहाँले मात्र वादी समुदायको मात्रै नभए पनि होल दलित समुदायहरूको विषयवस्तुहरूले उहाँ राख्नुहुन्छ संसद भवनहरूमा, खुसी लाग्छ। कमसेकम थुप्रै दलितका सांसदहरू हुनुहुन्छ, तर उहाँको चिन्ता र विषय वादी समुदाय र पछाडि परेका अल्पसङ्ख्यकहरूका कुरा बढी मान्यज्यूहरूले राख्नुहुन्छ। उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। यस्तै गरी उहाँले जुन सङ्घर्ष गर्दै कानुन बन्ने केही कुराहरू भइरहेछ। अस्ति एउटा भर्खरै लुम्बिनी प्रदेशले एउटा कानुन पनि बनायो, तर त्यो कानुनलाई कति छिटो हुन्छ, छिटोभन्दा छिटो त्यो कानुनलाई पनि कार्यान्वयनतर्फ लग्नु पर्यो। अहिले केन्द्र सरकारमा पनि त्यो विधेयक एउटा छलफल हुँदैछ, त्यसमा पनि मान्यजीले आफ्नो केही सुझाव सल्लाहहरू त्यो विधेयकमाथि पनि राख्नु पर्यो। जुन एउटा दलितको एउटा समिति गठन गर्ने कुरा भएको छ, त्यसले मैले मान्यज्यूले भन्न चाहन्छु त्यो छिटोभन्दा छिटो प्रत्येक तह स्थानीय सरकारमा त्यसको संरचनाहरू पनि हुनेछ। त्यो कमिटीलाई छिटोभन्दा छिटो सम्बन्धित मन्त्रालयहरूमा सम्बन्धित मुख्यमन्त्रीहरूलाई लगायत त्यो विषयवस्तु राख्ने मन्त्रालयहरूलाई राखेर त्यो छिटोभन्दा छिटो कार्यान्वयन भयो भने मलाई लाग्छ जस्तै धेरै हाम्रा दलितहरूका समस्याहरू, दलित समुदायका मुद्दाहरू त्यो भित्र समेट्ने हुनेछ। र हामीले जुन भोगिरहेछौँ हामी दलित समुदायले, अहिले पनि हामीले कुनै न कुनै ठाउँमा, कुनै न कुनै नाममा जातीय छुवाछुतहरू भएको छ।
त्यो केही मात्रामा कमहरू हुन सक्छौँ र हामीले जुन एउटा कमिट नेपालले लगानी गरेर र जुन एउटा शिक्षा लक्ष्य लिएको छ कि 2030 मा हामीले प्रत्येक घर परिवारलाई एसएलसी सम्म पुर्याउने, म त भन्छु एसएलसी मात्रै होइन, एसएलसी पास गरेका त्योभन्दा माथि लग्ने प्रयास कमिट नेपालले गरोस्। त्यसमा हामीले खेल्नुपर्ने भूमिका, हामीहरूले गर्नुपर्ने सहयोग, हामी कमिट नेपालको साथमा छौँ। हामीबाट जतिखेर कमिट नेपालले हामीले बोलाउँछ केही सहयोगहरू चाहिन्छ भने हामी निरन्तर गर्न तयार छौँ। संस्थाको तर्फबाट पनि आफ्नो व्यक्तिगत तर्फबाट पनि म तयार छु र यो साधारण सभाको सफलताको शुभकामना दिँदै म बिदा हुन्छु। धन्यवाद, नमस्कार।